यो तयारीको स्वरूपमा सबै तयारीहरू र 20 गतेको दिनमा बिहान 7 बजेदेखि शोभायात्राको कार्यक्रम पनि रहेको छ र त्यसै शोभायात्राका लागि हामीले कन्याद्वारा यसको आफ्नै परम्परालाई नटुट्ने गरेर यो शैलेश्वरको आफ्नो परम्परा छ। यहाँका जो लौडियाहरू छन्, पुजारीहरू छन्, यहाँका जो कारिन्दाहरू छन्, ती कारिन्दाको आफ्नो आफ्नो स्थान नछुट्ने गरी र अहिलेको व्यावसायिक यज्ञ यसलाई हामीले नबनाएर सात्विक, पौराणिक र त्यसपछि वैदिक यज्ञको रूपमा यसलाई लैजाने। यसको शैलेश्वर, भूमिराज र मसानी देवताको महिमा अपरम्पार छ र यो पौराणिक र वैदिक कालदेखि र स्वयं हिमालय पर्वतले आफ्नी पुत्री शैलपुत्रीको विवाह भइसकेपछि र आफूले खोज्दै जाँदा भगवान शङ्करले पार्वतीलाई आफ्नै साथमा लिएर अलप भएको अवस्थामा र केही दिनका लागि स्वयं विश्वनाथ बनारसमा गएर बसेको प्रसङ्ग आउँछ र त्यो प्रसङ्गसँगै बनारससँग जोडिएको यस शैलेश्वर धामको महिमालाई हेर्ने हो भने स्वयं माता पार्वतीले अर्थात् यो यहाँ मेरो बुवाले स्थापित गरेको अर्थात् शैलराज हिमालयले स्थापित गरेको पञ्चलिङ्ग र यो ज्योतिर्लिङ्ग स्वरूपमा नै यहाँ स्थापित गरेर यहाँबाट शिवगणहरूले तपाईँका छोरी जुवाइँहरू अर्थात् भगवान श्री भोलेनाथ र स्वयं माता पार्वती विश्वनाथमा विराजित हुनुभएको छ भन्ने कुरा खबर पाएको क्षेत्र यो हो र हिमालय पर्वतबाट सिधै आउँदाखेरि र मानसरोवरबाट सिधै आउँदाखेरि खबर पाएको क्षेत्र